उहाँको एक्टिभिटिज यो मात्रै होइन, उसको तालिमदेखि लिएर हरेक र आज धेरै कुराहरू गरेर पनि अरू धेरै दिन मभन्दा पछि बोल्नु छ र अहिले हामी 2000 स्वागत पनि गर्न पाइरहेको छ। 2000 प्रति उहाँले जुन कृतज्ञता व्यक्त गर्नुभएको छ, हामी सबैजना खुसी पनि छौँ। यो उहाँले व्यक्त गर्दै गर्दा गाउँ चाहिँ भन्ने शब्द नै मलाई चाहिँ अलिक लाग्छ सब मारेको सक्दैन गाउँ छ गीत चाहिँ सबै कुरा बोल्दैछ भन्दा मान्छेले नबोल्ने भन्ने धेरै कुरा लिएको हुन्छ। र मैले चाहिँ के भन्न चाहन्छु भनेदेखि जस्तै अपङ्ग मान्छे कोही पनि हुँदैन, मान्छे मेन्टली अपङ्ग हुन्छ, फिजिकल रूपमा हेर्दा पनि पर्छ, मान्छे धेरै कुरा काम गर्न सक्छ। यसको लागि हामीले मैले इन्डिभिजुअल रूपमा चाहिँ एउटा प्रोग्राम चलाइरहेको छु। यो पेट्रोल पम्प छ, यसको पछाडि चाहिँ एउटा चाहिँ अफिस खोलेर त्यहाँ चाहिँ त्यो उद्यमीहरूलाई चाहिँ त्यहाँ ट्रेनिङ दिइरहेको छ। जस्तै कस्तो ह्यान्डिक्यापहरूलाई मात्र यदि अपङ्ग हुनुहुन्छ उहाँले त्यहाँ गएर सिक्ने काम सक्नुहुन्छ। गार्मेन्टमा चाहिँ सिलाइ बुनाइ कार्यक्रमहरू अनि थुप्रै कार्यक्रमहरू प्रस्तुत गर्नु गइरहेको छु। भोलिपल्ट मेरो ट्रेनिङ पनि छ, भोलि मेरो ओपेनिङ पनि छ। स्पेसली गरेर चाहिँ अपङ्गहरूलाई चाहिँ अपङ्ग त नभनौँ सबभन्दा अपङ्ग भन्ने सरले भन्नुभयो सबै सुधार हो। मैले योभन्दा पनि पहिला भनिदिएको छु अपङ्ग चाहिँ शब्द चाहिँ त्यति राम्रो कुरा होइन। अपङ्ग हामी चाहिँ अपङ्ग कुनै कुनै रूपमा चाहिँ अपङ्ग भएका हुन्छ र कुनै पनि चिज चाहिँ यहाँ समाजमा चाहिँ हुन्छ। हामीले काँधमा काँध मिलाएर हातमा हात जोडेर अगाडि बढ्यौँ भन्ने अपाङ्गहरूको लागि खानेकुरा खुवाउने चाहिँ सानो कार्यक्रम छ निम्त गर्नुभयो। तर मैले तपाईँलाई कसैले पनि अपाङ्ग देखेकै छुइनँ। त्यसले गर्दाखेरि पहिलो कुरो त म के भन्न चाहन्छु भने जस्तो अपङ्ग भन्ने शब्दलाई हटाइदिउँ। आज गर्दै गर्ने मौकामा धेरै कुराहरू भनेर कार्यक्रम गरिरहेका छौँ र सो कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकारेर पाल्नुहुने आज साँझेला प्रमुख अतिथि हृदय श्री समाजसेवी तथा उद्योग व्यवसायी मोती छेत्रीज्यू, त्यसै गरी विगत लामो समयदेखि आफ्नो अधिवक्ता मार्फत देश जनता र अन्यायमा परेका विभिन्न समुदायलाई उद्धारका लागि आवाज सशक्त बुलन्द आवाज उठाएर अघि बढ्नुहुने हाम्रा सर वसन्त गर्लानी सर, त्यसै गरी समाजमा एउटा उदाहरणीय काम जसले चाहिँ एउटा फोहोरबाट पनि समाजलाई बदलिन सकिन्छ, त्यो आफ्नो जीविकापार्जन माथि ल्याउन सकिन्छ, फोहोरबाट पनि मोहर बनाउन सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण दिन सफल हाम्रा सफल अभियन्ता, फोहोर महिला व्यवसायीबाट पनि आफ्नो जीवन सुच्छ राख्न सफल हाम्रा सुभाष घिसिङज्यू सुनमान्छेलाई, त्यसै गरी समाजमा जति पनि अहिले समाजमा रगतको अभाव छ ती विशेष गरी काठमाडौँलाई मैले भन्नु हिन्दूजीको पढ्दाखेरि अवस्थामा जुन कुरो मैले पाएँ मैले उहाँसँग मैले लेखेर गर्दाखेरि अवस्थामा मेरो रसदले सत्य दिनु